नमस्कार साथीहरू। विभिन्न सरकारी कामकाजका लागि होस् या जागिरको लागि आवेदन दिनको लागि होस्, बैंक तथा बीमा सम्बन्धित विभिन्न कार्यक्रमका लागि होस् या विवाहको लागि उपयुक्त उमेर गणना गर्नको लागि होस्, यस्ता अनेकौं उमेर सम्बन्धित कार्यक्रमको लागि हामीले सही उमेर गणना गर्नु आवश्यक रहेका हुन्छ। हो साथीहरू, आजको यस भिडियो मार्फत हामीले आफ्नो जन्म मितिबाट आजको एक्चुअल उमेर चाहिँ हाम्रो कति भएको छ भन्ने कुरा निकाल्ने तरिका सिक्न गइराखेका छौं। यसको लागि साथीहरू हामीले आजको मितिबाट आफ्नो जन्म मितिलाई घटाउनु पर्ने हुन्छ। यसलाई एउटा उदाहरण मार्फत हामी यसरी हेर्न सक्छौं। मानौ आजको मिति 2083 3 को महिना 14 गते रहेका छन् र हाम्रो जन्म मिति चाहिँ 2055 4 को महिना 12 गते रहेका छन्। अब यसबाट हामीले आफ्नो एक्चुअल उमेर निकाल्नको लागि साथीहरू हामीले दिनबाट दिनलाई, महिनाबाट महिनालाई र वर्षबाट वर्षलाई घटाउनु पर्ने हुन्छ। जसरी कि यहाँ 14 दिनबाट 12 दिन घटाउँदाखेरि 2 दिन हुन आउँछ र 3 महिनाबाट 4 महिना नघट्ने भएकोले वर्षबाट हामी 1 चाहिँ पैँचो लिन्छौँ र यहाँ हामीले ख्याल के राख्नु पर्ने हुन्छ भने वर्षबाट 1 वर्ष पैँचो लिनु भनेको 12 महिना पैँचो लिनु हो साथीहरू। यहाँ 12 महिना र यो 3 महिना मिलेर 15 महिना हुने भयो र 15 महिनाबाट 4 महिना घटाउँदाखेरि 11 महिना हुन आउँछ। अब पालो चाहिँ वर्षबाट वर्ष घटाउनेको हो। अब यहाँ पहिला 2083 थियो र 1 हामीले पैँचो दिइसकेकोले 2082 चाहिँ बच्ने भयो। 2082 बाट 2055 लाई घटाउँदाखेरि 27 चाहिँ हुन आउँछ। यसको अर्थ हाम्रो उमेर चाहिँ 27 वर्ष 11 महिना र 2 दिन चाहिँ हुन आयो साथीहरू। र टुडे फर दिस मच